आज भने चाहिँ म तपाईहरुलाई जोरताङ शहर एक फनको घुमाएर देखाउँछु। हेर्दै हिँड्नुस् ल। जोरताङ शहर कस्तो छ म तपाईहरुलाई घुमाएर देखाउने छु। म चाहिँ अहिले गेजिङ पट्टिबाट गइरहेको छु र जोरताङ पुग्नै लागिरहेको छ। यो चाहिँ गेजिङ टु जोरताङ रोड हो र यहाँ अगाडिपट्टि देख्नु हुँदैछ देवीथान। यो अक्करको देवीथान उँधोपट्टि पनि छ। यहाँ यसरी उँधोपट्टि पनि छ। यो ठुलो मन्दिर यहाँ छ देवीको। र यो उकालो गएको चाहिँ नयाँ बजार जाने बाटो हो र हामी चाहिँ जोरताङ यतातिर चाहिँ जानुपर्ने छ। हामी अहिले अक्कर ब्रिज पुग्यो। यहाँबाट चाहिँ लेफ्ट टर्न गरेर पुल तरेर चाहिँ जोरताङ पस्नुपर्ने छ। यो उकालै जाने बाटो चाहिँ यसले दार्जिलिङ पनि जान्छ, सोमबारे सोरेङ सब यो उकालो बाटो हो र हामी चाहिँ यता लेफ्ट टर्न र यो चाहिँ अक्कर ब्रिज हामी हिँड्दैछौँ अहिले। अब जोरताङ पुगिहालेको छ। पानी पर्दैछ सिमसिम। जोरताङ आज रेनी डे, पानी समसम परिरहेको छ र यहाँदेखि लेफ्ट रोड चाहिँ नाम्ची जाने हो र हामी चाहिँ राइट काटेर चाहिँ जोरताङ शहर पस्छ। यो चाहिँ अब जोरताङ शहर पस्यो हामी। जोरताङ शहर यो अब यहाँनिर जोरताङ एसडिएम अफिस छ र यो उँभो गएको लाइनबाट चाहिँ दार्जिलिङ जाने गाडीहरू पाउँछ। यो उँभो गयो, यहाँदेखि उँभो गयो भने चाहिँ मस्जिद लाइन पस्छ र हामी चाहिँ सिधै जाँदैछौँ। म बजार एक फनको घुम्छु तपाईहरुकै लागि। हाम्रा युट्युबका साथीहरू जो टाढा टाढाबाट हेर्नु हुँदैछ तपाईहरुको लागि चाहिँ जोरताङ शहर घुमाउँदैछु म गाडीबाट। हामी अहिले यो मेन गल्ली तेर्सो जाँदैछौँ जोरताङको। यो चाहिँ सिधै गयो भने चाहिँ सिलगढी गान्तोकहरू चाहिँ यो सिधै जान्छ। जस्तै मल्लीहरू भयो है, सिधै जान्छ। र यो उँभोपट्टिको चाहिँ प्लाजा हो। यहाँ उँभोपट्टि तपाईहरु मान्छे उभिएको देख्नुहुन्छ। यो उँभोपट्टिको चाहिँ प्लाजा, सबै ठाउँ गाडी जाने प्लाजा चाहिँ यहाँ छ तल। त्यहाँबाट हामी देख्छौँ। र यहाँनिर यो मन्दिर छ जोरताङ मन्दिर र हामी चाहिँ यो ओह्रालो पस्छौँ। र यो जुन ओह्रालो गल्ली हामी जाँदैछौँ यो ओह्रालो गल्लीको लेफ्ट साइड चाहिँ फुटबल ग्राउन्ड छ र राइट साइड चाहिँ बजारहरू छ र हामी यहाँ तलबाट राइट टर्न गर्नेछौँ। त्यसो गरेर हामी फर्स्ट गल्ली घुमेर एक फनको घुमेर आउनेछौँ। यसलाई भन्छ सर्कुलर रोड। यो वान वे हो। तेर्सै जानुपर्छ। यो यहाँ उकालो छ। यो थर्ड गल्ली यहाँदेखि उकालो। यो जुन हाम्रो लेफ्ट साइडमा भएको ठुलो स्ट्रक्चर चाहिँ छ सब्जी मन्डी हो र यो यहाँनिर चाहिँ सेकेन्ड गल्ली छ र हामी चाहिँ सिधै फर्स्ट गल्लीतिर जाँदैछौँ। र फर्स्ट गल्ली चाहिँ यसलाई भन्छ, फर्स्ट गल्ली चाहिँ यो। यहाँ चाहिँ यताउता जाने गाडीहरू, लोकल गाडीहरू पाउँछ। लामो सर्भिसको गाडीहरू त पर प्लाजामा मात्रै पाउँछ। यहाँ चाहिँ लोकल सर्भिस गाडीहरू पाउँछ। अन्त यो माथि तेर्सो कुद्दै गरेको अघि हामी तेर्सो आएको मेन लाइन हो। हामी फेरि त्यतैबाट घुमेर चाहिँ राइट टर्न लिएर चाहिँ हामी फेरि उतै जान्छौँ। अहिलेकै लाइनमा आइपुग्यो हामी चाहिँ अहिले।
जोरताङ यति हो। यो अघि मैले तपाईहरुलाई देखाइहालेँ, यो सेकेन्ड गल्ली भनेर है। र जोरताङ यस्तै छ, यहाँदेखि अरु छैन। यो मैले अघि प्लाजा भनेर देखाएको यो माथिको हो। यो सबै ठाउँ जाने गाडी सर्भिसहरु चाहिँ यहाँ माथि पाउँछ। र यो चाहिँ थर्ड गल्ली हो। यो थर्ड गल्ली, एक साइडमा गाडी चलाउनु पाउँदैन, एक साइड मात्रै मान्छे गाडी चढ्छ। र एकैपट्टि हामी फेरि यसरी घुमेर पस्ने छौँ। र आज यसरी मैले तपाईहरुलाई गाडीमै भए पनि जोरताङको परिक्रमा गराएको छु। कस्तो लाग्यो? जति पनि टाढा टाढाबाट हुनुहुन्छ मेरो युट्युबमा सब्स्क्राइबरहरु, जो चाहिँ जोरताङ आउनु भएको छैन, तपाईहरुले अलिअलि आइडिया त पाउनु भयो होला, रफ आइडिया है, जोरताङ यस्तो रहेछ भनेर है। हस् त, धन्यवाद।